गुड मर्निङ। यस्तो सानो छ, कहिले किलो पुऱ्याउने? के गर्नु साथीहरू, कोरिया भन्ने मात्रै हो। म त गाउँतिर बस्छु, गाउँतिर काम गर्छु। साथै गर्ने भनेको मेरो यही काम हो। 1 किलोको केलाएर बानेर झोलामा हालेको नेपाली 40 रुपियाँ पाउँछ। दिनभरि मोरीमेटी गर्दा 10-15 हजार, कहिले 20 हजारको गरिन्छ। काम गर्न सक्नेले गाउँघरमा भए पनि खेतीमा भए पनि धेरै कमाउँछ। हात चलायो भने गर्न सक्यो भने चाहिँ पैसा चाहिँ छ। हाम्रो देशमा त काम धेरै, पैसा थोरै हुन्छ। यस्तै काम भए पनि पैसा धेरै छ, त्यही भएर यस्तो काम गरेको कसैले पनि कोरिया जस्तो ठाउँमा गएर त्यस्तो काम पो गर्दो रहेछ नभन्नुहोस् है। काम भनेको अफिसमा बसेर कुर्सी घुमाएको पनि कामै हो, टोइलेट सफा गरेको पनि कामै हो, खेतीपाती गरेको पनि कामै हो। के गर्नु साथीहरू, जोस् मलाई चाहिँ खुसी लाग्छ। आफ्नो देशमा त दिनभरि गर्दा 1000 रुपियाँ पाउँदैन केटी मान्छेले। यहाँ जोस् दिनभरि गर्न सक्यो भने केही नभए पनि 10 हजार, 15 हजार, 20 हजार त हुन्छ। प्याज यस्तो राम्रो ठुलो भयो भने चाहिँ दिनको 20 हजार नेपालीसम्म चाहिँ आउँछ, फेरि गर्न सकिन्छ। त्यही भएर यही काम रोजेको मैले चाहिँ। कसैको कचकच छैन, आफूले काम राम्रो गर्नुपर्छ। साहु आएला कराउला थर्काउला छैन, यो काम त आफै साहु आफूले